गाइस हैन म चाहिँ आज फाल्टु जान्छु भाइसँग अस्ति नै बनाएको नि डिपना मैले हाल्नै थियो होला आइरहेको मलाई त यो गाइस हामी चाहिँ बोलेरोमा जाँदै हो मस्त गीत बजाउँदै बाटो चाहिँ यस्तै छ होइन खत्राङ भित्रौँ पुरै यस्तै बाटो जाने हो कतै पिच कतै घाम लाग्यो यही छ गाइस बाटो बन्दैछ बाटो गाइस फाइनली कोठाले बजार यो कोठाले बजार जान्दा गाइस अगाडि है यहाँबाट हेर्दा मात्र राम्रो देखिन्छ होला गाइस त्यही अप्ठ्यारो है क्यामेरामा अलि राम्रो देखिन सक्छ र बाटो चाहिँ खाल्टो उल्टी छ सबै त्यही हो खै बाटो बनाउनु कसैले नि मैले भन्दैछु दाइलाई दाइ त मान्नु भयो एकचोटि दाइ अहिले कल्छानो बजाउने गीत झेटेबाट हिँड्यो गाई जुन त्यहाँ पारि हाम्रो घर ओ त्यहाँ म पहिला पढेँ स्कुल गाइज म पहिला पढेँ स्कुल है खै ब्लर देखिँदो रहेछ क्यामेरा नै ऊन लाग्यो पानी पर्नु लाग्यो जस्तो बादल लाग्यो भएर देखियो होइन कि राम्ररी अङ्कल हुनुहुन्छ चट्ट ड्राइभिङमा मेरो गाउँ गाई चाहिँ पारीको गाउँ
मान्छे भएको होला। अब हामी यता जान्छौँ अस्ति नै जग्गा थियौँ हामी चाहिँ मध्य साइड जाँदैछौँ होइन अस्ति नै ब्लकमा चाहिँ जग्गा थियौँ बाटो चाहिँ सही बनाएको गाइस मजेलको चाहिँ कपाल छ कि चाहिँ बिज हो जग्गा मेरोमा फेरि भिडियोमा कपिराइट नहुने गीत मात्र हाल्नुपर्छ ल कपिराइट हालिदिन्छ भिडियो जाँदैन अब खाना त्यही त हो नि गाउँमा भनेको सबै होइन गाउँ चाहिँ बब्बाले ठुलो छ क्या यो चाहिँ तलसम्म छ है गाउँ चाहिँ घ्याम्पेसाल बजार पानी परेको छ यहाँ यो घ्याम्पेसाल बजार सही छ त्यहाँ साङ्ग्रिला ब्याङ्क ता बजार भएर साङ्ग्रिला हो वृन्दावती चप्पल उद्योग हाम्रो ठुलबाबाहरूको उद्योग गयो माथि घ्याम्पेसाल स्कुल यो गाइज एनएमबी ब्याङ्क नि छ है यहाँ एनएमबी ब्याङ्क ओ त्यतासम्म छ बजार ऊ यता पनि छ ल गाइज यही हो घ्याम्पेसाल बजारै त्यही हो त्यही सकिहाल्नु त नि चाउमिन सोध्न जानु पर्यो गाइज त्यही हो अब देउराली पुगेर हेरौँ गाइज ओके बाई गाइज अब चाहिँ होइन हामी देउराली चढेर होइन पार्क जाँदैछौँ त्यही देउराली बजार गाइज सही रहेछ बजार चाहिँ यतै छ देउराली बजार गाइज देखेन गाइज देखेन ऊ देउराली बजार हो गाइज त्यो चाहिँ म चाहिँ अब पार्क जाँदैछु देउराली बजार बसेर चट्ट लाएर गाईहरू अहिले अगाडि छन् म चाहिँ पछाडि बसेको गाइज होइन अगाडि बस्दा चाहिँ हल्लाएर पछाडि बस्न आइदिएको चाहिँ यसो अब जाँदैछु फर्किँदा अलि ढिलो हुन्छ होला यहाँको गाउँ चाहिँ बब्बाल लागेको मलाई चाहिँ होइन गाउँहरू चाहिँ बब्बाल छन् बब्बाल ठाउँ छ यहाँ घुम्न आउन सही हुन्छ यहाँ रमतेल पार्क भन्ने ठाउँ छ गाइज घुम्न ऊ गाइज गाउँ त सही छ नि बब्बालै छ नि गाउँ होइन त त्यही हो गाइज अब गइन्छ अट्टाबाराले गएर बालकुट ऊ गाइज रमतेल पार्क देखिन्छ गाइज अहिले म देखाइदिन्छु हजुरहरूलाई देखाइदिने छु गाइज अस्ति नेपालको आएको भिडियो बनाउँछु भनेको बनाउनु त बनाएको हाल्नै नेट नपाएर हाल्नै पाइनँ यसपालि फेरि पाल्छु आएको थियो भने यसपालिको चाहिँ बनाएर हालिदिएको क्या त्यही हो गाइज अब पाल्छु पुगिन्छ चट्ट पारामा
रम्तेल पार्क है त त्यो चाहिँ गाइज रम्तेल पार्क गाइज रम्तेल पार्क सही छ पार्क चाहिँ गाइज होइन घुम्न जान पर्ने म अहिलेसम्म गएको चाहिँ छैन केही राम्रै छ भन्ने सुनेको थिएँ होइन यतातिर गाउँहरू छ रम्तेल पार्कको साइडमा गाउँ बबाल छ गाउँ पनि तर माथितिरको गाउँ चाहिँ सही लाग्छ क्या मलाई गाइज होइन एकतिरको ठाउँहरू गाउँहरू बब्बालै लाग्छ क्या गाइज हामी चाहिँ बागकोटबाट भित्र छिरिसकेको छ होइन त्यही हो होइन गाइज डाँडा हेर्नु नि डाँडा मलाई चाहिँ बब्बाल लाग्यो कि होइन हजुरहरूलाई कस्तो लाग्छ मलाई थाहा भएन दामी दामी छ यहाँबाट देख्दा क्यामेरामा कस्तो पुरै हल्लेको होला बाटो यस्तो छ है बाटोको हालत पुरै ध्वस्त छ गाइज बाटो चाहिँ होइन यो चाहिँ बागकोटभन्दा माथिको डाँडा भयो गाइज अहिले चाहिँ फेरि भाइ पनि पछाडि आइसकेको छ होइन भाइ चाहिँ झुन्डिरहेको छ ढोका चट्टा लाएर बाटो बन्दै रहेछ गाइज हिँड्नु नि हिँड्नु अगाडि त्यहाँ अगाडि दिनुहोस् कि आउला कि हिँड्नु फोन गर्दै खानु बुढो सुन त्यो गाइज सुलीकोट डाँडा चाहिँ सही लाग्यो कि मलाई ओ त्यहाँ सुलीकोट डाँडा चाहिँ बब्बाल छ होइन चाउमिनहरू हेर्नु गाइज टन्नै छ हामी चाहिँ यही चाउमिन पुऱ्याउन आयो होइन चिलपाडामा दाजुभाइ अहिले चाहिँ पछाडि बसेर जाँदै छ घडी खुल्दैछ सूर्यमुखी माध्यमिक विद्यालय है त गाइज ल पासबुक स्कुल होइन त अनि तलै झर्दिनँ ओइ चप्पल फुट्यो गाइज यही हो पाल्खु स्कुल गाइज हामी चाहिँ चिलपाडामा हिँड्दैछौँ चट्ट कता खै स्कुल चाहिँ खोइ तर धेरै ठुलो नरहेछ गाइज म चाहिँ सूर्यज्योति स्कुल जाँदैछु होइन पाल्खु स्कुल है यो चाहिँ पाल्खुको गाउँ भयो गाइज सही रहेछ तर गाउँहरू चाहिँ होइन रुखहरूले चाहिँ सब छेकेर होइन तर बब्बाल छ गाइज सूर्य